सोचें फर्का यहाँ आउनु शङ्ख बजाउन हुन किन गरिन्छ त पूजा चाहिँ किन गरिन्छ मैले नि सबै थोरै हाम्रोसँग त के बुझेको छु र पहिलेदेखिको परम्परा संस्कृति धर्म संस्कृति बाबामा कोही पालादेखिको गइराखे अनि हामी पनि त्यही भएर गरे हो अब पनि यहाँ गर्नै पाइएन आज त यस्तो हुँदैन मेरो हावा चलिरहेछ मम्मी के हेर्नु त सन्देश पनि यहाँ पूजा गर व्रत बस्या मान्छे कस्तो अचम्म सन्देश पनि व्रत बस्छ आज होइन बसो केले बसो उसलाई नै थाहा मैले सोधिरहेको छु मम्मीलाई म किन व्रत बस्या किन मनाइन्छ अनि म वैज्ञानिक होइन भन्नुहुन्छ मलाई नि के तुलसी भने तुलसी नै हो अरे बाबालाई कसैलाई थाहा छैन
म त मजाले खान्छु है मम्मी अहिले यो 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 अझै छैन कति नै बितेको यो छैन मम्मी अझै के यो यो छ दुध यो 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 के हो यो पञ्चामृत छ किन एक ग्लासै खान्छु म त लाम सन्देशलाई यो मन पर्यो प्रसाद ल यहाँ काजु त यहीँ रहन्छ सिद्धि सजिलो सब्जी बनाउनु पहिला सुरु गाईको त्यो होइन पिसाब त्यसमा दुध अनि बदाम पिसाब हो त र अब यो म चाहन्छु अनि खाए भयो नि सन्देशलाई नि पञ्चामृत मिठो लाग्यो गुलियो छ अनि मिठो भइहाल्छ मनपर्ने भयो खाऊ बाबा यति मात्र हो र सधैँ खाने भने चाहिँ फेरि गर्दै यति मात्र हो उसलाई दिनु मैले खाइहालेँ भयो थोरै भयो मिलेन यो अहिले मैले भित्र एकछिन एउटा टिकटक बन्दैछ मम्मी बाबाको अनि म पठाउँछु मेरोबाट बन्दैछ नि त्यो ल यहाँ यो पूजा भइरहेको छ तुलसी पूजा है झिलमिली ल ल ल अहिले हेर्नु पहिला